नेवा मैचा बौचा दोस्रो संस्करण 1146 का प्रतियोगीहरू हिजो आज प्रशिक्षणमा व्यस्त छन्। नेवा मैचा बौचाको यस संस्करणमा 22 जना सहभागीहरू रहेका छन्, जसमा 10 देखि 14 वर्षका प्रतियोगीहरू नेवा मैचा र बौचा 1146 को टाइटलको लागि प्रतिस्पर्धा गर्दैछन्। नेवा समुदायका मैचा बौचाहरूको सहभागिता गराई नेवाहरूको भाषा, कला, संस्कृति, संस्कार, सम्पदाको सामान्य ज्ञान सहित व्यवहारिक ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना हुन गइरहेको छ। पछिल्लो समय नेवा पुस्ताका युवा भाइ बहिनीहरूले नेपाल भाषा र कला संस्कृतिलाई बिर्सदै गएको सन्दर्भमा यस किसिमको इभेन्टले नेपाल भाषा, कला, संस्कृति, संस्कार, सम्पदा नयाँ पुस्तामा हस्तान्तरण गर्न केही मद्दत पुग्छ भन्ने आशा आयोजकले लिएका छन्। यस किसिमको प्रतियोगिताले आत्मविश्वासमा वृद्धि गरी व्यक्तित्व विकास, नेतृत्वदायी भूमिकामा आफूलाई सबल र सक्षम बनाउन थप मद्दत पुग्ने देखिन्छ। आयोजकले प्रतिस्पर्धीलाई नेपाल लिपि कसरी लेख्न र पढ्न सकिन्छ भन्ने व्यवहारिक ज्ञान पनि दिएका छन्। कलश इभेन्टको आयोजनामा हुन गइरहेको नेवा मैचा र बौचा 1146 यही शनिबार काठमाडौँको राष्ट्रिय नाचघरमा दिउँसो 2 बजे हुन गइरहेको छ। गत वर्षको नेवा मैचा बौचा 1145 पहिलो संस्करण सफलतापूर्वक सम्पन्न भइसकेपछि अब दोस्रो संस्करणमा अझ राम्रोसँग सम्पन्न हुने जानकारी कलश इभेन्टका कार्यकारी अध्यक्ष सञ्जय महर्जनले newsnepa.com लाई जानकारी दिनुभएको छ। यस नेवा मैचा बौचा 1146 मा रहेर उहाँसँग गरिएको संक्षिप्त कुराकानी सुनौ। नेवा मैचा बौचा एउटा नामैले भनिन्छ कि एउटा नेवा कम्युनिटीको एउटा केटाकेटीहरूलाई चाहिँ नेवा मैचा बौचा भनेर चाहिँ भनिन्छ। र यो कार्यक्रमको सोच र कन्सेप्ट कसरी आयो भने अहिलेको यो नयाँ जेनेरेसनमा नेवार समुदायले मात्र होइन, विभिन्न समुदायले आफ्नो समुदायमा चाहिँ हामीले गर्नुपर्ने विभिन्न जिम्मेवारी र दायित्वहरू रहेका छन्, जसमध्येमा म पनि एक नेवार समुदायको छोरा भएको नाताले चाहिँ मैले नेवा मैचा बौचा भन्ने एउटा कम्युनिटी बेस्ड प्रोग्राम गर्ने चाहिँ सोच आयो। जसले गर्दा किनभने आजको दिनमा नेवा कम्युनिटीमा जति पनि नेवा बच्चाहरू छन् जो चाहिँ हाम्रो पश्चिमेली चाहिँ प्रभावका कारणले गर्दाखेरि चाहिँ आफ्नो संस्कृति, आफ्नो सभ्यता, आफ्नो भाषा, कला, लिपिहरू चाहिँ बिर्सिँदै गइरहेको अवस्थामा चाहिँ हामीले उनीहरूलाई चाहिँ अबको अवस्थामा पनि हामीले पुस्तान्तरण गरेनौँ भने हाम्रो समुदाय, हाम्रो सभ्यता धरापमा रहेको महसुस गर्ने र त्यसैलाई चाहिँ उत्थान गर्नको लागि र नयाँ पुस्तालाई हस्तान्तरण अथवा पुस्तान्तरण गर्नको लागि चाहिँ हामीले चाहिँ नेवा मैचा बौचा कार्यक्रम चाहिँ हामीले आयोजना गरेका हौँ। यसमा चाहिँ इम्प्याक्ट भन्नाले यो चाहिँ हाम्रो इनिसियल फेज मात्र हो र हामीले यो जम्मा बच्चाहरूको लागि चाहिँ 20 दिनको हामीले चाहिँ यो तालिम चाहिँ हामीले राखेका छौँ, जसमा नेवार समुदायको लागि मात्र नभइकन नेवा भाषा, कला, लिपि, संस्कृति मात्र नभइकन पनि उनीहरूलाई व्यक्तित्व विकास र नेतृत्व विकास पनि हामीले चाहिँ सिकाइरहेको छौँ। र यसमा चाहिँ हामीले विभिन्न किसिमको कोर्सेसहरू चाहिँ राखेका छौँ, जस्तै नेवा भाषा, नेपाल लिपि, त्यस्तै गरेर नेवा संस्कृति, परम्परा, सभ्यता, संस्कार लगायतका विभिन्न नेवार समुदायसँग जोडिएका नेवा सम्पदाहरू, जात्रा पर्व, नख चख लगायतका सम्पूर्ण कुराहरू चाहिँ हामीले उहाँलाई चाहिँ समेटेर उहाँलाई सिकाइरहेका छौँ। र उहाँहरूलाई चाहिँ सिकाउनको लागि हाम्रो एउटा कोर एउटा टिम पनि हामीले चाहिँ बनाएका छौँ, जसले गर्दाखेरि चाहिँ जस्तै उहाँहरू चाहिँ कस्तो टिम भन्दाखेरि चाहिँ जसले चाहिँ नेपाल भाषा लिएर त्रिभुवन युनिभर्सिटीमा चाहिँ मास्टर डिग्री गरिरहेका, एमफिल गरिरहेका, पिएचडी गरिरहेका चाहिँ जो सर म्यामहरू हुनुहुन्छ, उहाँहरूले पढेका सम्पूर्ण कुराहरूलाई चाहिँ बच्चाहरूलाई चाहिँ हामीले स्पेसिफिकल्ली चाहिँ हाम्रो समुदायसँग रिलेट भएका कुराहरूलाई चाहिँ उहाँहरूलाई पुस्तान्तरण गर्ने, जसले गर्दा डेफिनेटली पनि यसले चाहिँ समाजमा चाहिँ केही न केही चाहिँ छाप छोड्नेछ। र त्यसै कारणले गर्दाखेरि चाहिँ उहाँले नेपाल भाषाको बारेमा एटलिस्ट पनि जो लापा जिगुना ठोख भनेर चाहिँ आफ्नो परिचय र त्यस्तै गरेर चाहिँ हाम्रो नेवा जात्रा पर्व सबै जुन चाहिँ मनाइरहेको छ तर त्यसको चाहिँ विशेषता के हो भन्ने कुरा थाहा नभएको अवस्थामा अहिले हामीले
यो विभिन्न तालिमहरू गरिरहँदाखेरि सकिमुला पुनि भनेर चाहिँ हामीले सुन्न चाहिँ सुनेको, तर हामीले खाना पनि खाएको, तर त्यसको महत्त्व के हो? जस्तै गोमपुनी भनेर भन्छ, तपाईँको गाई जात्राको समयमा चाहिँ तपाईँको क्वाटी खान्छ, तर किन खान्छ? गोमपुनी भन्यो, खानुपर्छ भन्यो, खायो। र हाम्रो यो नेवा समुदायमा चाहिँ सम्पूर्ण कुरा संरक्षण चाहिँ भइरहेको तर विकास नभइरहेको अवस्थामा चाहिँ यो कार्यक्रममा यस्ता हाम्रा ससाना नानी बाबुहरूलाई हामीले यो किसिमको तालिम दिँदै गर्दाखेरि चाहिँ यसले पक्कै पनि समाजमा चाहिँ राम्रो चाहिँ छाप पर्छ भन्ने चाहिँ हामीले चाहिँ आशा गरेका छौँ। एकदमै राम्रो प्रश्न सोध्नुभयो। नेवा मैचा बौचा भइसकेपछि के हुन्छ त? उहाँले के फाइदा पाउँछ? फाइदा भन्दा पनि सबैभन्दा पहिला त ठुलो फाइदा भनेको नै तपाईँको यो नेवा मैचा बौचामा उसले जुन 20 दिनको प्रशिक्षण लिन्छ र विभिन्न विषयगत रूपमा चाहिँ विभिन्न पोख्त एउटा स्पेसल टिमले उहाँहरूलाई चाहिँ क्लास लिइसकेपछि सबैभन्दा ठुलो उसको उपलब्धि र आर्जन भनेको चाहिँ उसको ज्ञान हो, नलेज र आइडिया हैन। र यो भइसकेपछिको कुरा भनेको चाहिँ कति कुराहरू चाहिँ आफैमा पनि निहित रहन्छ कि उसले आफूलाई चाहिँ समाजमा कसरी प्रस्तुतिकरण गर्छ र उसले चाहिँ जानेका कुराहरू कसरी चाहिँ समाजमा गएर आफ्नो छर छिमेक साथीभाइमा चाहिँ उसले चाहिँ कसरी हाम्रो नेवार समुदायको बारेमा, हाम्रो सभ्यताको बारेमा चाहिँ आफूले जानेका ज्ञान र बुद्धि विवेकहरू चाहिँ अरूलाई पनि बाँड्दै गयो भने चाहिँ त्यो अझ राम्रो हुन्छ। र त्यस्तै गरेर चाहिँ अब अहिले त नेवा भाषा, कला, लिपि र त्यस्तै गरेर सङ्गीत क्षेत्रमा पनि एकदमै राम्रो चाहिँ भइरहेको छ। र मलाई चाहिँ विभिन्न मिडिया लगायतका विभिन्न डिरेक्टर्सहरू जसले म्युजिक भिडियो र मुभीहरू चाहिँ नेपाल भाषाको सङ्किपा अर्थात् नेपाल भाषा चलचित्रहरू बनाइरहने कतिजना हाम्रा डाइरेक्टर साहबहरू र प्रड्युसर साहबहरूले पनि हामीलाई चाहिँ ओहो तिम्रोमा त राम्रो राम्रो बच्चाहरू रहेछ, एक्चुअली मलाई केही पर्यो भने चाहिँ म तपाईँलाई चाहिँ म बच्चाहरूको रोलको लागि चाहिँ यसो तपाईँहरूलाई भन्छु है भनेर भनिरहँदाखेरि उहाँले चाहिँ विभिन्न किसिमको चाहिँ एक्सपोजर्सहरू पनि पाउन सकिन्छ। तर विदिन कहिले पनि हामी चाहिँ फल्ट कमिटमेन्ट गर्दैनौँ, किनभने हामीले विनर भएपछि दिन्छु भन्नुभन्दा पनि विनर भएपछि हामीले दिने भनेको अवसर हो र त्यो अवसरलाई त्यो विनर जसले चाहिँ नेवा मैचा बौचा भएको छ उहाँमा भएको क्षमताले पनि यसलाई चाहिँ निर्धारण गर्दछ। र हामी चाहिँ आजसम्म पनि जति पनि विनर भएका छौँ हामीले उहाँहरूलाई विनर मात्रै होइन, हामीले चाहिँ जित्नु नै सबै कुरा होइन। विनिङ इज नट एभ्रिथिङ, किनभने उसले सिकेको कुरालाई चाहिँ कुनै पनि प्लेटफर्म पाउनको लागि, उसले प्रस्तुत गर्नको लागि आई थिङ्क लिडर विनरहरूलाई चाहिँ टाइटल नै निड गर्छ भन्ने चाहिँ छैन। त्यसै कारणले चाहिँ यो राम्रो प्रश्नको जवाफ चाहिँ म यसरी दिन चाहन्छु। तपाईँलाई चाहिँ एकदमै धेरै धेरै धन्यवाद, किनभने मलाई यही कुरा चाहिँ हामीले सम्पूर्ण मिडियामा चाहिँ मलाई चाहिँ भन्नु थियो, किनभने अरू कार्यक्रमको फर्म्याट नै बेग्लै हुन्छ र कलर्स इभेन्ट्सले जति पनि गर्दै अब यो हाम्रो डिसेम्बर 31मा चाहिँ 14औं एनिभर्सरी भनेको मतलब हामी 14 वर्ष चाहिँ हामीले 13 वर्ष पार गरेर चाहिँ 14औं वर्ष चाहिँ अब हामी सुरुवात गर्दैछौँ भने यत्रो वर्षमा मैले चाहिँ आफ्नो कलर्स इभेन्ट्सले चाहिँ गरेको सम्पूर्ण हरेक कार्यक्रमलाई चाहिँ यसलाई चाहिँ ब्युटी पेजेन्ट होइन भनेर चाहिँ मैले हरेक समय ओरिएन्टेसनको समयमा, प्रचारको समयमा र जति पनि आजको दिनमा हामीलाई स्कुलहरूले चाहिँ आफैले चाहिँ फोन गरेर चाहिँ हाम्रो बच्चाहरू रेडी छ है सर भनेर भनिरहने क्रममा चाहिँ हामीले के भनिरहेका छौँ भने हाम्रोमा यो तपाईँको बेस्ट क्याट वक होइन, बेस्ट स्किन होइन, बेस्ट हेयर भन्ने किसिमको चाहिँ हामीसँग त्यस्तो टाइटल चाहिँ हामीले राखेको छैनौँ, किनभने बच्चाहरू आफ्नै ठाउँमा आफ्नो तरिकाबाट क्षमता बाँड्छन् होइन। कोही पढाइमा राम्रो होला, उसले चाहिँ मिस और मास्टर एकाडेमिक भन्ने टाइटल पाउँछ, कोही आफ्नो प्रतिभामा एकदम पोख्त होला, उसले मिस और मास्टर ट्यालेन्ट भन्ने चाहिँ एउटा टाइटल पाउँछ होइन। अब भोटिङको कुरा आयो, भोटिङमा चाहिँ मैले चाहिँ कसरी गरेको छु भने भोटिङलाई मैले जस्ट एउटा चाहिँ सोसियल मिडियाको चाहिँ एउटा प्रमोसनको प्लेटफर्मको रूपमा चाहिँ मैले चाहिँ सोचेको छु, जहाँनिर चाहिँ हामीले कुनै पनि किसिमको कर काप अथवा गर्नै पर्छ भन्ने कुनै पनि किसिमको चाहिँ हामीले कर काप गरेका छैनौँ। यसलाई चाहिँ एउटा जस्ट आफ्नो बच्चाहरू मिडियामा आउँछ र त्यसलाई चाहिँ त्यो भोटिङको मार्फतबाट चाहिँ ल है सबैजना चाहिँ सेयर गरिदिउँ भन्ने किसिमको मात्रै कुरा गर्छ। र यो भोटिङकोमा चाहिँ हाम्रो कलर्स इभेन्ट्सले गर्ने हरेक कार्यक्रममा कुनै पनि तवरले चाहिँ भोटिङको कारणले गर्दा पहिलो, दोस्रो र तेस्रो स्थानलाई चाहिँ कुनै पनि असर नगर्ने कुरा हामी सधैँ नै हामीले चाहिँ बताउँदै आइरहेका छौँ र बताइ पनि रहनेछौँ। यसले चाहिँ जस्ट एउटा चाहिँ भ्युअर्स चोइस अथवा मल्टिमिडिया भन्ने एउटै मात्र, जसरी हाम्रो 18वटा 19वटा टाइटलहरू छन्, सब टाइटलहरू छन्, 12-13वटा सब टाइटलहरू छन्, त्यही मध्येको एउटा मात्रै सब टाइटल जसले चाहिँ मल्टिमिडिया भन्ने चाहिँ एउटा टाइटललाई मात्रै यसले चाहिँ
आर्जन गर्छ भन्ने कुरा चाहिँ हामी सबैजना पाएर यसमा चाहिँ कस्तो छ भन्दाखेरि हामीले कुनै पनि किसिममा चाहिँ हामीले कर काप मतलब हुन्छ नि अरूहरूले जस्तो 1000 को टिकट 25 वटा 30 वटा बेच्नै पर्छ भन्ने किसिमको चाहिँ हामीले गरेका छौँ। हामीले एकदमै न्यूनतम मूल्य राखेका छौँ र हामीले चाहिँ प्यारेन्ट्सहरूलाई रिक्वेस्ट गरेका छौँ किनभने यो कुनै पनि किसिमको सेलिब्रिटी नाइट होइन जहाँनिर चाहिँ हामीले प्रचार प्रसार गर्दैमा चाहिँ ल यो प्रोग्राममा चाहिँ हामी टिकट किनेर चाहिँ हेर्न जानुपर्छ र अनलाइन बुकिङ लगायतका कुराहरू हुँदैन। यो चाहिँ नितान्त रूपमा चाहिँ पारिवारिक कार्यक्रम रहनेछ जहाँ चाहिँ हाम्रो जतिजना 22 जना कन्टेस्टेन्टहरू हुनुहुन्छ उहाँहरूकै प्यारेन्ट्सहरू उहाँहरूकै रिलेटिभ्सहरू चाहिँ उहाँहरू आउनु हुन्छ र उहाँहरूले चाहिँ आफ्नो इच्छा अनुसार चाहिँ हाम्रो जस्तै हामीले स्कुलको लागि र प्यारेन्ट्सहरू 2 जनाको लागि आमा बुवाको लागि चाहिँ हामीले पासको व्यवस्था इन्भिटेसनकै व्यवस्था गरेका छौँ भने उहाँहरूको रिलेटिभ्सहरू अथवा उहाँको दाइ काका मामा तबा ठुल्बा यताउता गरेर चाहिँ हामीले उहाँहरूलाई चाहिँ जस्ट एउटा चाहिँ टिकट चाहिँ यसरी चाहिँ हजुरहरूले रिक्वेस्ट गरेका छौँ कि हामीले हजुरहरूले के टिकट्सहरू चाहिँ सेल गरिदिनु होला किनभने हल चाहिँ भर्नुपर्छ हामीले किनभने हाम्रो बच्चाहरूले त्यत्रो ठुलो प्लेटफर्ममा पर्फर्म गर्दै गर्दा हल खाली राखेर चाहिँ हेर्नु पनि रमाइलो हुँदैन बच्चाहरूलाई। त्यही भएको कारणले गर्दाखेरि चाहिँ हामीले चाहिँ उहाँहरूलाई रिक्वेस्ट गरेका छौँ केही टिकट्सहरू चाहिँ हजुरहरूले बेचिदिनु होला भन्ने। अवश्य पनि दोस्रो संस्करण भन्ने बित्तिकै हामीले डेफिनेटली पहिलाको वर्षमा भएका केही कमी कमजोरी अथवा हामीले एरियाज अफ डेभलपमेन्टहरूलाई चाहिँ हामीले ध्यानमा राखेर के कुराहरूलाई चाहिँ हामीले यसमा चाहिँ अझ पनि अपडेट गरेका छौँ जसले गर्दा डेफिनेटली पनि अब यो मैले भन्नु भन्दाखेरि पनि जो दर्शकहरूले हाम्रो चाहिँ हरेक कार्यक्रम चाहिँ फेसबुक हाम्रो अफिसियल फेसबुक कलश इभेन्ट्सको चाहिँ अफिसियल फेसबुक मार्फत चाहिँ लाइभ हुन्छ। डेफिनेटली त्यो चाहिँ मैले भन्नु भन्दाखेरि पनि दर्शक महानुभावहरूले चाहिँ हेरेर यसलाई चाहिँ भनिदिनु भयो भने चाहिँ अझै राम्रो। हामीले आफ्नो समुदायलाई धेरै माया गरौँ। हाम्रो आफ्नै सभ्यता छ आफ्नै कला छ संस्कृति छ वेशभूषा छ होइन अर्नामेन्ट्सहरू छ खानेकुराहरू छन् भने त्यसरी नै हरेक समुदायले नेवा समुदाय मात्र मैले भनिरहेको छैन हरेक समुदायले राई लिम्बू होइन चौधरी जो पनि छ जति पनि 4 जात 36 वर्णका सम्पूर्ण नेपाली दाजुभाइहरू हुनुहुन्छ सबैजनाले आफ्नो समुदायमा रहेका आफ्नो कला संस्कृति सभ्यतालाई चाहिँ जोगाउँ र आफ्नो नयाँ पुस्तालाई चाहिँ यसलाई हस्तान्तरण गरौँ भन्ने कुरा चाहिँ म भन्न चाहन्छु। र साथै यही आउँदो मङ्सिरको 13 गते शनिबार राष्ट्रिय नाचघर जमलमा चाहिँ नेवा मैचा बौचाको चाहिँ ग्रान्ड फिनाले हुँदैछ र हाम्रो नानी बाबुहरूले यो 20 दिनको तालिम समयमा के कस्ता किसिमका कुराहरू सिकेका छन् भन्ने कुरा हेर्नको लागि र सपोर्ट गर्नको लागि चाहिँ सम्पूर्ण समुदायका हाम्रो नेवा समुदायका तथा इन्ट्रेस्टेड सम्पूर्णलाई चाहिँ राष्ट्रिय नाचघर जमलमा यही आउँदो शनिबार मङ्सिरको 13 गते दिनको ठिक 2 बजे चाहिँ आएर हामीलाई हाम्रो बच्चालाई सपोर्ट गरिदिनु हुन र त्यस्तै गरेर चाहिँ कलश इभेन्ट्सको फेसबुक पेज मार्फत र लाइभ ओकी टेलिभिजन अथवा यही हाम्रो मिडियाको मार्फत चाहिँ तपाईँहरूले चाहिँ हामीलाई चाहिँ लाइभ पनि हेर्न सक्नुहुनेछ। फलो अस on Facebook as well. Thank you so much. Subha.